Hello everyone, welcome back to my YouTube channel. म हजुरहरूलाई स्वागत गर्दै आज विशेष गरी म चाहिँ है मूलघाटको अलिक वरतिर रहेको छु। मूलघाटको पुलपछि गइरहेको छु। यो कुन खोला भन्छ यो चाहिँ हैन। यो चाहिँ मलाई त्यति राम्रो थाहा भएन तर भ्यू चाहिँ कपाल छ क्या गाइस हैन। यो चाहिँ हेर्नुहोस् अलिकति हैन डाँडाले ढाकेको हैन। ढाक्क हैन कपाल छ हैन। आमामा राइडर अब यस्तै छ हैन गाइस। म चाहिँ अहिले यहाँ छु। मेरो हिरो चाहिँ रेस्टमा छ। सरर नै यो चाहिँ बाटो हो। अनि यहाँ चाहिँ यो ढुङ्गा पनि रहेको छ। तपाईँहरूले कतिले देख्नुभएको होला है। कति बाटो यो बाटो हिँड्नु होला। वास्ता गर्नुभएको छैन भने वास्ता गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ यता भिरै भिड छ हैन। कपाल भिड छ यहाँ चाहिँ बक्स है। कपाल बक्स है गाडी कुदिरहेको छ। बबाल छ हैन। मेरो चाहिँ जस्तै फोन झरेर फुटेर चाहिँ अलिक आइराखेको छ ब्लर तर यसो गर्दा चाहिँ देखिँदैन रहेछ गाइस हैन। बबाल छ। एकछिन म चाहिँ एकदम रेस्ट गर्दैछु। यस्तो रहेको छ गाइस। बबाल छ गाइस। केटाहरूको कुदै बबाल छ है। केटाहरूको कुदैछ म चाहिँ फाइनली अहिले चाहिँ हैन पार्टी गाउँघरतिर रहेको छ। यो लेकमा है एकदम जाडो छ। यहाँ चाहिँ बबाल रहेको छ। सिन चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो जाडो भइरहेको छ हैन। कस्तो देख्दै हुनुहुन्छ हैन। मौसमहरू चाहिँ यस्तो रहेको छ है हैन। बबाल छ हैन ठाउँहरू चाहिँ। सल्लाह हुँदैन। यो धुप्पीको रुखहरू रहेको छ। यहाँ चाहिँ टावर रहेको छ। यहाँ चाहिँ मेरो राइडर चाहिँ यहाँ रहेको छ है। यस्तै छ है तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदम जाडो भएर म चाहिँ घामी राखेको अवस्था। तराईमा कस्तो गर्मी छ हैन। यहाँ चाहिँ अब 81 हैन जाडो छ नि त। बबाल छ है ठाउँ चाहिँ। यो चाहिँ बाटोमै रहेको छ। यो मेन रोड चाहिँ यहाँ रहेको छ। तपाईँहरू तिनजुरे घुम्न जानु भयो भने कतै तपाईँले रोकेर यस ठाउँमा इन्जोय गर्न सक्नुहुन्छ गाइस है। हुन्छ थ्याङ्क यू। यो चाहिँ एकदम राम्रो ठाउँ रहेको छ। अब सिनलाई पनि हेर्नेछ हैन हामी। सिन बबाल छ है। बबाल रहेको छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो रहेको छ है गाइस हैन। के भन्नु र हैन। यस्तो दामी ठाउँ छ।
भनेर साध्यै छैन। थ्याङ्क यू सबैजनाले। मैले कति ठाउँमा चाहिँ भिडियो बनाउन सकिनँ होइन, यहाँ चाहिँ मैले बनाइसकेको छु छोटो एउटा मिनी ब्लग होइन। यहाँ चाहिँ एकदम बबाल ठाउँ रहेको छ, मैले फाइनली बनाइसकेँ। हुन्छ भिडियोलाई चाहिँ सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिनु, फेरि पनि बनाउनेछु। हुन्छ सबैजनालाई बाई बाई, फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ है त। ओके।